संयुक्त राष्ट्र संघले तय गरेको खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता फूड सेफ्टी साइन्स इन एक्सन भन्ने मूल नाराका साथ 7 जुनका दिन नेपालमा हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरी 7औं विश्व खाद्य स्वच्छता दिवस 2025 र 17औं राष्ट्रिय खाद्य स्वच्छता दिवस 2082 मनाइरहेका छौं। यस दिवसका अवसरमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरोकारवालाहरूलाई खाद्य गुणस्तर तथा स्वच्छता बारे सजग एवं जागरुक बनाउन सप्ताहव्यापी 1 जुनदेखि 7 जुनसम्म विभिन्न क्रियाकलाप कार्यक्रम सञ्चालन गरिरहेको छ। असुरक्षित, अस्वच्छ तथा संक्रमित खाद्य पदार्थको कारण 200 भन्दा बढी प्रकारका रोगहरू लाग्ने गरेको तथ्याङ्कले देखाएको छ। हामीले उपभोग गर्ने खाद्य पदार्थहरू मानव स्वास्थ्यमा कुनै पनि प्रकारको हानि नोक्सानी पुर्याउन सक्ने खालको भौतिक, रासायनिक, जैविक र विषाक्त तत्त्वहरू रहित हुनुपर्दछ। यस कुराको सुनिश्चितता प्रदान गर्नु सदैव जरुरी हुन्छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 ले परिभाषित गरेको नेपाली बजारमा उपलब्ध सबै प्रकारका खाद्य पदार्थको गुणस्तर र स्वच्छताको सुनिश्चितता हुने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र सम्पूर्ण खाद्य व्यवसायीले आफ्ना कार्य सञ्चालन गर्ने कुरामा म विश्वस्त छु। खाद्य स्वच्छता कायम राख्न उत्पादनदेखि उपभोगसम्म खाद्य श्रृङ्खलाको प्रत्येक चरणमा अपनाइने क्रियाकलापहरू विज्ञान सङ्गत हुन जरुरी हुन्छ। वैज्ञानिक ज्ञानको कमीका कारण स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ पनि हानिकारक तत्त्वहरूद्वारा संक्रमित हुने सम्भावना रहन्छ। तसर्थ वैज्ञानिक तथ्यहरूको आधारमा स्थापित खाद्य स्वच्छता तथा गुणस्तरका अवयवहरू विश्वसनीय हुनुका साथै सर्वमान्य हुने भएकोले नै यस वर्षको विश्व खाद्य स्वच्छता दिवस 2082 खाद्य स्वच्छतामा विज्ञानको अपरिहार्यतालाई आत्मसात गरेको छ। खाद्य पदार्थमा स्वच्छता र गुणस्तर कायम गरी मानव स्वास्थ्यको सुरक्षा र उपभोक्ता हित संरक्षणमा लाग्न सबै सरोकारवालाहरूमा म हार्दिक अपिल गर्दछु र यस विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आम जनसमुदायमा शुभकामना व्यक्त गर्दछु। खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता। धन्यवाद। नमस्कार। जय नेपाल।